दिदी नमस्कार, म उम्मेदवार टसी। चुनावमा बाँड्छु भेडा र खसी। सुन्नुहोस् दिदी, घरदेखि दैलोसम्म, देउसीदेखि भैलोसम्म, हलदारदेखि असैसम्म, तिहारदेखि दसैँसम्म, अचारदेखि तिउनसम्म, हाकिमदेखि पिउनसम्म सबैले भोट गरिदिनु होला भनिकन हामी हिँडेका छु के दिदी। राम्रोसँग चलाउनु होला गीती, यसपालिको भोट मोक नै दिनु होला दिदी। अब की बार टसी सरकार। त्यसो भए हुनाले यसपालिको भोट हामी के हल्ला गरिरहेछन् बाहिर? नानी, हामी यहाँ भोट दिनुहोस् भनेर उहाँलाई हामीले एजेन्डा सुनाइरहेको थियौँ त। तपाईँ के सुनाइराख्नु भएको छ? उहाँ त कानै सुन्नुहुन्न।